ल झोलमलको बारेमा छोटो जानकारी दिनको लागि कक्षा 9 मा अध्ययनरत हाम्रो झलक आउँदैछन्, उहाँबाट सुनौँ है त केही कुरा। सबैलाई नमस्कार, मेरो नाम चाहिँ झलक खत्री। म चाहिँ श्री भैरव माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्र हुँ। म चाहिँ आज झोलमोल भनेको के हो यसको परिभाषा दिँदैछु। झोलमोल भनेको चाहिँ स्थानीय स्तरमा उपलब्ध हुने सामग्रीहरू जस्तै गाईको पिसाब, गोबर, स्थानीय वनस्पतिहरूको मिश्रणबाट बनाइने एक प्रकारको जैविक विषादी मल हो। अनि विशेष गरी झोलमलको 3 चरणहरू रहेको हुन्छ। चरण पनि भन्नु। झोलमल 1, झोलमल 2 र झोलमल 3 गरी 3 चरण रहेको हुन्छ। ल झोलमल 1 को केही विधिबारे हाम्रो कक्षा 9 मा अध्ययनरत विद्यार्थी लविसले केही कुरा भन्छु भन्नुभएको छ। ल सबैले सुन्नुहोस् उहाँको मुखबाट के भन्नुहुन्छ। सबैलाई नमस्ते, मेरो नाम चाहिँ लविस ढकाल। म यस श्री भैरव माध्यमिक विद्यालयको छात्र, कक्षा 9 को अध्ययन छात्र। मैले झोलमल 1 बनाउने प्रयोग अथवा सामग्रीहरूको बारेमा भन्दैछु। 17 लिटर गाईको पिसाब र 17 लिटर गाईको गोबर, 1 लिटर जीवाणु, 16 लिटर पानीहरूबाट बनाइने मिश्रण अथवा सामग्रीलाई झोलमल 1 को 1 भनिन्छ। ल झोलमल 2 को बारेमा चाहिँ कक्षा 10 मा अध्ययनरत छात्रा रोमिका बस्नेतले केही कुरा भन्न गइराख्नु भएको छ। ल उहाँको कुरा सुनौँ है त। सबैलाई नमस्कार, मेरो नाम रोमिका बस्नेत। म यसै विद्यालय श्री भैरव माध्यमिक विद्यालयकी छात्रा कक्षा 10 मा अध्ययनरत गर्ने। आज चाहिँ म झोलमल 2 को बारेमा केही भन्न गइरहेको छु। झोलमल 2 यसको प्रयोग झोलमल 2 चाहिँ मुख्यतया झोलमल 2 चाहिँ रोग नियन्त्रण गर्नको लागि प्रयोग गरिन्छ। झोलमल 2 बनाउँदा खनिएको ड्रमको 3 भाग, ड्रमको 1 भाग चाहिँ माटो मुनि गाड्नुपर्छ। 24.5 लिटर गाईको पिसाब, 24.5 लिटर पानी र 1 लिटर जीवाणुलाई मिश्रण गरेर राख्नुपर्छ। राखेको मिश्रणलाई बन्द गरेर हावा नछिर्ने गरी बन्द गर्नुपर्छ। बन्द गरेर राखिएको मिश्रणलाई करिब 3 दिनको फरकमा लट्ठीको सहायताले चलाउनुपर्छ। जसले गर्दा 15 दिनमै झोलमल 2 तयार हुन्छ। धन्यवाद। ल झोलमल 3 को बारेमा चाहिँ अहिले 12 को एक्जाम दिएर बसिराख्नु भएको छ हाम्रो 12 को विद्यार्थी भाइ बहिनीहरू ओजेटी को कार्यक्रममा उपस्थित हुनुहुन्छ। उहाँहरूमध्ये एकजना निगम सुनारले चाहिँ झोलमल 3 को बारेमा केही कुरा भन्न गइराख्नु भएको छ। उहाँको कुरा सुनौँ है त। नमस्ते, मेरो नाम निगम सुनार। म श्री भैरव माध्यमिक विद्यालयमा कक्षा 12 मा पढ्ने छात्र हो र मेरो भागमा परेको चाहिँ झोलमल 3। झोलमल 3 को विधि यस प्रकारको छ। तितो, पिरो, तर्रो, झमझमाउने, चोप आउने, दुध आउने, जस्तै असुरो, सिस्नो, बनमारा, निम र आफूलाई चाहिएको गाईको गोबर, पिसाब र 1 जीवाणु आफूलाई अनुसारमा राख्ने र 3 दिनको फरकमा लट्ठीको सहायताले चलाइरहने र 21 देखि 30 दिनको दिनमै तयार हुनेछ। र यसको प्रयोग सामग्री यसो रहेको छ। 20 लिटर गाईको गहुँत र 20 लिटर पानी, 1 लिटर जीवाणु र 10 केजी टर्रो, पिरो, वनस्पति झारहरू र यसको प्रयोग यसो रहेको छ र किराको नियन्त्रणहरू गर्ने। धन्यवाद। ल सबैजना विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। र हाम्रो झोलमल 1, 2 र 3 हामीले लगभग तयार पारिसकेका छौँ। अब यसको 15 दिनमा झोलमल 1 र 2 र 21 देखि 30 दिनभित्रमा झोलमल 3 निकालेर हामीले प्रयोगमा ल्याउनेछौँ। धन्यवाद।